साथीहरू सबैजनालाई नमस्ते। आज हामी चाहिँ कोलपुर महोत्सवमा आएका छौँ। ल यताबाट टिकट काट्यौँ है। हामीलाई चाहिँ 100 रुपियाँ पर्दो रहेछ टिकटको, एडल्ट मान्छेको। त्यसपछि हामी भित्र इन्ट्री गरिसकेपछि हेर्नुहोस् पुरै रातै रातो छ। वरिपरि सबै यतापट्टि स्टलहरू राखिएका छन्। क्या राम्रो सजावट गरिएको छ यसपालिको कोलपुर महोत्सव। त्यसपछि हामी यहाँ आइपुग्यौँ। हेर्नु त यतातिर पुरै स्कुलको चाहिँ स्टलहरू रहेछ, विभिन्न कम्पनीहरूको पनि स्टलहरू रहेछ। हेर्नुहोस् यो मान्छेहरूको पुरै भिड ठेलम ठेल छ। यहाँबाट खुट्टा राख्ने ठाउँ छैन, पुरै यस्तो भिड छ। यस्तो भिडमा चाहिँ हामीहरू अब अगाडि बढ्दै गयो। यहाँ चाहिँ केही किन्न समय नै भएन कि यत्रो भिडले। त्यसपछि हामीले चाहिँ आफ्नो फेस रिभिल गऱ्यौँ होइन। हामी चाहिँ अगाडि बढ्दै चाहिँ मास्क अन गरियो र ट्याक्क पारेर हाँसियो। त्यसपछि चाहिँ हामी चाहिँ अब मेलामा प्रवेश गरियो। अब मेलामा प्रवेश गरेर हेर्नु चर्काहरूको घुमिरहेछ मजाले, मान्छेहरूको भिड छ पुरै। त्यस पुष्कल शर्माजी आउनु भएको रहेछ, गायक पुष्कल शर्मा। उहाँको गीतहरू सुनियो, हेरियो। उहाँको फ्यान फलोइङ त बाबा रे, क्या फ्यान फलोइङ छ, क्या फ्यान फलोइङ छ। उहाँलाई चुन्नी समेत दिनुभएको रहेछ एकजनाले त मायाले। उहाँलाई काँधमा उठाएर सबैले चाहिँ हुटिङ गर्दा हुन्छ, भिडियो बनाउनेको ताती छ। त्यसपछि हामी चाहिँ मेला हेर्न गयो। हेर्नुहोस् यहाँ प्लेनहरू उडिरहेछ अनि यहाँ बच्चाहरू चाहिँ गुल्टिङ पुरै उफ्रिरहन्। अब हेर्नुहोस् यहाँ चर्का पुरै चर्का गुलिरहेछ। हामी खेल्ने भनेको तर अब डर लागेर नखेलेको। हेर्नुहोस् क्या सनसेट छ, क्या सनसेट पुरै सूर्य क्या राम्रो तरिकाले चाहिँ रिफ्लेक्सन दिइराखेको छ है। त्यो हेरियो। त्यसपछि अलिकति अब आफ्नो भिडियो पनि बनाउनु पऱ्यो भनेर चाहिँ टक्क पारेर चाहिँ हिँडियो। टक्क स्लोमा भिडियो बनाऊ भनेको मिल्दैन भने चाहिँ अलिक डान्स हान्थ्यो। त्यसपछि चाहिँ हामी अब थारू गाउँभित्र चाहिँ पस्ने भनेको। थारू गाउँमा स्वागत भा भनेर चाहिँ स्वागत गरिएको छ गेटबाट। भित्र छिर्ने बित्तिकै चाहिँ बाबा आफ्नै लोकल खोलाबाट चाहिँ निकालिएका यो के अरे घोङ्गी। त्यसपछि हेर्नु माछाहरू, झिङ्गे माछाहरू। अनि हेर्नुहोस् यहाँ गङ्गटाहरू चाहिँ राखिएको छ। आफ्नै लोकल खोलाबाट चाहिँ निकालिएर फ्राई गरिएका परिकारहरू छन्। चौधरी परिकारहरू स्पाइसी अनि मिठो हुन्छ। अनि त्यो ट्राई गरिसकेपछि हामीहरू चाहिँ अब डान्स हेर्नुपर्छ भनेर थारू गाउँमा चाहिँ डान्स सुरु भएर रहेछ। हेर्नुहोस् डान्स कडा छ। टङ्किन आया बाबा ओ बाबा मलाई मारिदेऊ माछा भन्ने जस्तो गीत छ। यो भइसकेपछि अलिकति सानो भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ अब यसो सानो भिडियो बनाइयो। मान्छेहरू डान्स गरिरहेछन्, रमाइलो छ। रमाइलो गरिसकेपछि थकाइपछि पानी पिउनुपर्छ भनेर अलिकति शरीरलाई चाहिँ हाइड्रेट गर्नु पऱ्यो भनेर पानी पनि पियो। पानी पिइसकेपछि चाहिँ हामी गुप्ता दाईको कफी सेन्टरमा गएर कफी पनि पियो। दाई फेरि अलिअलि व्यापारै नभएर झोक्रेर बसेर चाहिँ हामीले पियौँ। त्यसपछि आनन्द खुसी भयो। र यति गरिसकेपछि हाम्रो चाहिँ अब मेला घुम्दा थाकिसकेको छ। हामी बाहिर निस्क्यौँ। बाहिर निस्किसकेपछि अब यो क्लोजिङ स्टेटमेन्टहरू केही बोलियो। त्यसपछि चाहिँ हामी बाहिर निस्क्यौँ। बाहिर निस्किने बित्तिकै एकजना दाइले चाहिँ फेरि यो फिरेको पसल राख्नु भएर चाहिँ हामीले फिरे पनि खरिद गरियो एउटा। अनि त्यसपछि इन्जोय भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो।